भाइ के गरेर आएको छ यहाँ भाइ के गरेर आएको तिमी चाबी हाल्ने ठाउँ कहाँ हो के छ तिमी चाबी हालेर के छ चाबी हालेर चलाम तिम्रो लाइसेन्स छ बाइक चलाउने लाइसेन्स छ भनेर बाइक चलाउने अरे भाइ बाइक चलाउनलाई लाइसेन्स चाहिन्छ कि नाइक त जस्तै एउटा लाइसेन्स हुन्छ अनि मात्र बाइक चलाउनु सबैले चलाउनु मिल्दैन बाइक हो लाइसेन्स चाहिँ भयो नि अरे भाइ लाइसेन्स चाहिन्छ कि यो किन्नलाई अनि तिमी के किन ल्याउ चाबी ल्याउ किन चलाएर आएको अरे भाइ चाबी हाल्ने हो चाबी हाल्ने ठाउँ छैन बाइक चलाउँछु तिमीले कहिले तेल हाल्नेवाला हो ठाउँ यार तिमीले कहिले बाइक चलाएको छ बाइक त चलाएन कहिले साइकल चाहिँ जमानामा साइकलको राइडर साइकल चाहिँ बवाल त अनि साइकलको राइडर हो भन्छ फेरि बाइक चलाउन आउँदैन दुई खुट्टा भनेर हुन्छ भाइ यार चलाउन आउनु परेन हुँदैन तिमीलाई बाइक चाबी कहाँ हाल्छ भन्ने थाहा छैन कि बाइक चलाउँछौ तिमी यार खै कसरी स्टार्ट हुन्छ नि अनि त्यसरी कराउँछ त अनि चाबी हाल्ने बित्तिकै हुनुहुन्छ अनि त्यो चाबी खोज्ने बित्तिकै कहाँ त्यो बाइक स्टार्ट हुन्छ त त्यो बटार्ने त्यो बटार्ने बित्तिकै स्टार्ट हुन्छ त नि अब पहिला तिमी लाइसेन्स निकाल बाइक सिक त्यसपछि तिमीलाई बाइकमा 3 दिनै चलाउनु हुन्छ हो लाइसेन्स भनेको लाइसेन्स हो भाइ यार अब तिमीलाई के भन्नु एउटा प्रमाणपत्र हो क्या मान्छेको नागरिकता जस्तै हो नागरिकता जस्तो